طعم الدنيا اتغير، فرحة قلبي بتكبر وبطلتك بتغير، ما أحلك يا رمضان. त्यो एक सालमा मात्रै उहाँले स्टडी गरेर इस्लामको प्रचारक भइसक्नु अनि आज 3 वर्षदेखि यो इस्लामका प्रचारमा लाग्नु भएको छ। यो सबैभन्दा मलाई आश्चर्यजनक कुरा लागेको थियो। आज हामीहरूको समक्ष उहाँले यहाँ आइदिनु भएको छ। यो धेरै खुसीको कुरा छ कि हाम्रो दावत उहाँले लब्बैक गर्नुभयो, आउनुभयो। जति कुरा छन् म तपाईहरुलाई नभनेर उहाँसँग नै सुन्न मलाई पनि मन लागेछ र तपाईहरुसँग पनि आग्रह छ कि सुनिदिनु होला। इन्शाअल्लाह धेरै राम्रो हुन्छ। इस्माइल राणा मगरजी अब हामीहरूको बीच यहाँ अल्हम्दुलिल्लाहि रब्बिल आलमीन। बिस्मिल्लाहिर रहमानिर रहीम। आजको यस कार्यक्रममा उपस्थित हुनुभएका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सम्पूर्ण नेपाली दाजुभाइहरू, त्यसको साथसाथै यस कार्यक्रममा आयोजना गर्ने यो इस्लामिक सेन्टर र आफ्नो अमूल्य समय दिएर उपस्थित हुनुभएका हाम्रा प्रिय गुरुहरूलाई म इस्माइल राणा मगर स्वागत गर्न चाहन्छु। अस्सलामु अलैकुम वरहमतुल्लाहि वबरकातुहू। कुरानमा अल्लाह ताआलाले भन्नुभएको छ ला इक्राहा फिद्दीन, धर्ममा जबरजस्ती छैन। त्यसको साथसाथै हामीले धर्मको लागि कसैलाई जबरजस्ती गर्नु हुँदैन, कसैलाई लोभ लालच देखाउनु हुँदैन, कसैलाई हामीले कुटपिट गरेर या लोभ लालच देखाएर इस्लामको प्रचार प्रसार गर्नु हुँदैन। किनकि अल्लाह ताआलाले कुरानमा नै भन्नुभएको छ कुल हुवल्लाहु अहद। अल्लाह ताआलाले भन्नुभएको छ भनिदिनुस् जसलाई थाहा छैन सत्य ईश्वर अल्लाह एउटै हुनुहुन्छ, एउटा मात्र सत्य ईश्वर हुनुहुन्छ। आज यो युगलाई 21औं शताब्दीको युग भनिन्छ। आज धेरै विज्ञानका रिसर्च गर्नेहरू, वैज्ञानिकहरू काउलीको अनुसन्धान गरिरहेका छन्, गोलभेडाको अनुसन्धान गरिरहेका छन्, तारा र नक्षत्रहरूको अनुसन्धान गरिरहेका छन्, किरा फट्याङ्ग्राको अनुसन्धान गरिरहेका छन्। तर थाहा छैन त्यो सत्य ईश्वरको अनुसन्धान गर्ने मान्छे कहाँ पुग्यो। यही विज्ञानले संसारमा भएका वस्तुहरूलाई 2 भागमा बाँडेको छ। त इन्शाअल्लाह आजको यो कार्यक्रममा समय थोरै छ, भन्ने कुराहरू धेरै छ र इन्शाअल्लाह समयले भ्याएसम्म म तपाईहरुको अगाडि प्रमाण सहित सत्य कुराहरू राख्न चाहन्छु इन्शाअल्लाह। त साइन्सले यानी विज्ञानले यो संसारमा भएका वस्तुहरूलाई 2 भागमा बाँडेको छ। एउटा लिभिङ थिङ्स सजीव वस्तु र अर्को नन लिभिङ थिङ्स निर्जीव वस्तु। सजीव वस्तु त्यसलाई भनिन्छ जसमा जीवन हुन्छ, जसलाई प्राण भएका वस्तु यानी प्राणी भनिन्छ। र यी सजीव वस्तुहरू सास फेर्ने गर्छन्, बोल्ने गर्छन्, सुन्ने गर्छन्, हिँड्ने गर्छन् र यिनीहरूसँग खाने शक्ति हुन्छ, पचाउने शक्ति हुन्छ, साथसाथै यिनीहरूको जन्म पनि हुन्छ, मृत्यु पनि हुन्छ। र यसको साथसाथै यिनीहरूसँग बच्चा जन्माउने शक्ति पनि हुन्छ। र यो सजीव वस्तुहरूमा मानिस सजीव वस्तु हो, लिभिङ थिङ्समा पर्छ। त्यसपछि जति पनि एनिमल्सहरू छ, जनावरहरू छ, यो सजीव वस्तु। त्यसपछि जति पनि किरा फट्याङ्ग्राहरू छ, यिनीहरूलाई पनि लिभिङ थिङ्स क्याटेगोरीमा राखिएको छ। त्यसको साथसाथै जति पनि चराचुरुङ्गीहरू छ, यिनीहरूलाई पनि लिभिङ थिङ्समा राखिएको छ। साथै जति पनि बोट बिरुवाहरू छ, यिनीहरू पनि लिभिङ थिङ्स।
किनकि यिनीहरूले सास फेर्ने गर्छन्। मान्छे, जनावर, चराचुरुङ्गी, किराफट्याङ्ग्रा यहाँसम्म कि रुख बिरुवाहरूले पनि सास फेर्ने गर्छन्। र यिनीहरूलाई के हुन्छ? यिनीहरूको जन्म पनि हुन्छ, मृत्यु पनि हुन्छ। र यिनीहरूमा दुःख, माया, प्रेम, पीडाको क्षमता हुन्छ। यिनीहरूसँग शक्ति हुन्छ, भाव प्रकट गर्ने शक्ति हुन्छ। त्यसैले यिनीहरूलाई लिभिङ थिङ्स क्याटेगोरीमा राखिएको छ। सायद तपाईँले 2 कक्षासम्म त अवश्य पढ्नु भएको छ होला। त्यसमा लिभिङ थिङ्सको बारेमा पढाइ हुन्छ। त्यसमध्ये मान्छेलाई तपाईँ कुनै पनि साइन्सको किताब हेर्नुहोस्, मानिस, ह्युमन बिङ्सलाई सबभन्दा माथि देखिन्छ। किनकि ह्युमन बिङ्स, मान्छेहरू चेतनशील प्राणी हुन्, मान्छेहरू विवेकशील प्राणी हुन्, मान्छेहरू सामाजिक प्राणी हुन्। उनीहरूसँग राम्रो नराम्रो छुट्याउने ज्ञान हुन्छ, अँध्यारो र उज्यालो छुट्याउने ज्ञान हुन्छ। त्यसै कारणले यिनीहरूलाई शिक्षित प्राणी पनि भनिन्छ। त्यसै कारणले मान्छेहरूलाई शिक्षित प्राणी पनि भनिन्छ। तर त्योभन्दा तल्लो क्याटेगोरीको जति पनि जनावरहरू छन्, जति पनि किरा फट्याङ्ग्राहरू छन् र चराचुरुङ्गीहरू छन्, यिनीहरूलाई निमुखा प्राणी भनिन्छ। यिनीहरूसँग जुन छ एक अर्कामा जुन कुरा गर्ने जुन विचार छ, हामीले हरेक कुराहरू बुझ्छौँ। तर जुन प्राणीहरू छन्, एनिमल, चराचुरुङ्गी, बोटबिरुवा, यिनीहरूलाई मान्छेभन्दा तल्लो क्याटेगोरीमा राखिएको छ। त्यसै कारणले होला मान्छेले हात्ती जस्तो ठुलो जनावरलाई पनि नचाउने गर्छ, सर्प जस्तो डरलाग्दो जनावरलाई पनि आफ्नो इसारामा नचाउने गर्छ, अनि बाँदर जस्तो चकचके जनावरलाई पनि आफ्नो इसारामा भगाउने गर्छ, अनि चराचुरुङ्गीहरूलाई गोपी कृष्ण गाउँ सिकाउने गर्छ। र तपाईँले सामाजिक शिक्षा अवश्य पढ्नु भएको छ होला। त्यसमा मानिसलाई सामाजिक प्राणी भनिएको छ, चेतनशील प्राणी बनेको छ। यदि मानिस सामाजिक प्राणी हो, चेतनशील प्राणी हो, यिनीहरूसँग राम्रो नराम्रो छुट्याउने ज्ञान छ भने के हामीभन्दा तल्लो दर्जाका जनावरहरू, चराचुरुङ्गीहरू, बोट बिरुवाहरू ईश्वर हुन सक्छन्? प्रश्न तपाईँहरूलाई। बेलुका सुत्नुभन्दा पहिले यो कुरालाई याद राख्नु, यदि मानिस चेतनशील प्राणी हो, मान्छेले राम्रो नराम्रो छुट्याउन सक्छ, मान्छे सामाजिक प्राणी हो भने एकचोटि तपाईँले आजको राति मात्र सोच्ने गर्नु, हामी सबै जनावरभन्दा हामीलाई श्रेष्ठ उपाधि दिएको छ, उच्च उपाधि दिएको छ। त्यसैले मानिसलाई सर्वश्रेष्ठ प्राणी भनिन्छ। हामी सर्वश्रेष्ठ प्राणी आज जनावरहरूमा ईश्वर खोज्दैछौँ, चराचुरुङ्गीहरूमा ईश्वर खोज्दैछौँ, किरा फट्याङ्ग्राहरूमा ईश्वर खोज्दैछौँ, बोट बिरुवाहरूमा ईश्वर खोज्दैछौँ, जबकि हामी मानिस सर्वश्रेष्ठ प्राणी हौँ। अब तपाईँहरू आफै विचार गर्नुहोस्, हामी आफै सर्वश्रेष्ठ हुँदाहुँदै हामीभन्दा तल्लो दर्जाको प्राणीहरूलाई ईश्वर मान्नु सही छ या छैन? प्रश्न एउटा। अब तपाईँ जाउँ नन लिभिङ थिङ्स, निर्जीव प्राणी। यो शब्दबाट नै व्याख्या हुन्छ यसको, जसमा जीवन हुँदैन। नन लिभिङ थिङ्स, नन लिभिङ थिङ्स, यिनीहरू सास फेर्न सक्दैनन्, बोल्न सक्दैनन्, आफ्नो जति पनि कुराहरू छ व्यक्त गर्न सक्दैनन्, हिँड्न सक्दैनन्, सुन्न सक्दैनन्, देख्न सक्दैनन्। यिनीहरूलाई नन लिभिङ थिङ्स भनिन्छ। जस्तै यो टेलिभिजन नन लिभिङ थिङ्स हो, यो माइक नन लिभिङ थिङ्स हो, यो किताब नन लिभिङ थिङ्स हो। किन? यिनीहरूलाई कुनै भाव प्रकट हुँदैन, यिनीहरूलाई दुख्ने, यिनीहरूमा माया दया हुने भाव प्रकट हुँदैन, यिनीहरूमा आँखा छैन, देख्न सक्दैनन्, यिनीहरूमा मुख छैन, बोल्न सक्दैनन्। त्यसै कारणले यिनीहरूले सास फेर्न सक्दैनन्, यिनीहरूको जन्म र मृत्यु हुँदैन। त्यसै कारणले विज्ञानले यसलाई नन लिभिङ थिङ्समा राखेको छ। अब दोस्रो प्रश्न, जुन मूर्तिहरूमा हामी ईश्वर खोज्छौँ, जुन फोटोहरूमा हामी ईश्वर खोज्छौँ, साइन्सले यसलाई लिभिङ थिङ्समा राखेको छ कि नन लिभिङ थिङ्समा? अवश्य पनि पढ्नु भएको होला। जति पनि मूर्तिहरू छ, जति पनि फोटोहरू छ, तपाईँले देख्नुहुन्छ आजको यो कार्यक्रममा, एकचोटि नजर लगाउनुहोस्, यहाँ फोटोहरू छ, यी सबै नन लिभिङ थिङ्स हुन्, निर्जीव वस्तुहरू हुन्।
यिनीहरूसँग बोल्ने, सुन्ने, हिँड्ने शक्ति हुँदैन। नन लिभिङ थिङ्स हुन्। आज हामी जुन मूर्तिमा ईश्वर खोज्दैछौँ यिनीहरू पनि नन लिभिङ थिङ्स हुन् भने हामीले बोलेको कुरा सुन्छन्। साइन्सले भन्छ नन लिभिङ थिङ्स, यिनीहरूले सुन्दैनन्। त्यसै कारणले भन्नेले भनेका छन् मूर्तिको बारेमा, जति रौ यसको पाउ पकड, आखिर ढुङ्गाको मुटु त ढुङ्गाकै हुन्छ। न यसको आँखामा आँसु पलाउँछ, न त हृदयमा माया घुसाउँछ। आज हामी जुन आज ईश्वर भनेर पुकारिरहेका छौँ, वैशाख 12 गतेको भूकम्पमा यिनीहरू टुक्रा टुक्रा भएर गए, तर हामीलाई, हाम्रो परिवारलाई, हाम्रो घरलाई कसैले पनि बचाउन सकेनन्। हरेक पीडितहरू, हरेक भूकम्प पीडितहरूले दुःखको बेलामा त्यो ईश्वरलाई पुकारे, हे ईश्वर आज के भइरहेको छ, हे ईश्वर आज हामीलाई बचाउनुहोस् भनेर आकाशतिर फर्केर हेरे ईश्वरलाई। आज कुनै पनि पण्डितलाई सोध्नुहोस् ईश्वर कहाँ छ र कति छ, उसले भन्छ ईश्वर एउटै छ जुन माथि छ। क्रिस्चियनको पास्टरहरूलाई सोध्नुहोस् ईश्वर कतिवटा छ, कहाँ छ परमेश्वर, उसले भन्छ एउटा छ जुन माथि परमेश्वर हुनुहुन्छ। हामी मुसलमानहरूलाई पनि विश्वास छ अल्लाह माथि हुनुहुन्छ, उहाँ एउटा हुनुहुन्छ र कुरानले नै भनेको छ अऊदु बिल्लाहि मिनश शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम कुल हुवल्लाहु अहद अल्लाहुस समद लम यलिद व लम यूलद वलम यकुन लहु कुफुवन अहद। कुरानले भनेको छ कुल हुवल्लाहु अहद, भनिदिनुहोस् उनीहरूलाई जसलाई थाहा छैन, सत्य ईश्वर अल्लाह एउटै हुनुहुन्छ। कुल हुवल्लाहु अहद अल्लाहुस समद, उहाँलाई केही चिजको आवश्यकता छैन, उहाँ आफै परिपूर्ण हुनुहुन्छ। लम यलिद व लम यूलद, न त उहाँलाई कसैले जन्म दियो, न त उहाँ कोहीबाट जन्मिएको छ, यानी उहाँको बुवा आमा पनि छैन, छोराछोरी पनि छैन। वलम यकुन लहु कुफुवन अहद, त्यो सत्य ईश्वरको बराबरमा कोही पनि छैन। कुरानले ईश्वरको बारेमा जानकारी दिएको छ। अब आऊ हामीले जुन विश्वास गर्छौँ, हामीले जुन मानिरहेका छौँ, हाम्रो ग्रन्थहरू, हिन्दू धर्म ग्रन्थको बारेमा के भनेको छ। यदि तपाईहरू पक्का हिन्दू हुनुहुन्छ भने मलाई पूर्ण विश्वास छ तपाईले आफ्नो धर्म ग्रन्थहरूको कुरा मान्नुहुन्छ। यदि तपाईहरू पक्का हिन्दू हुनुहुन्न भने मैले भन्नु केही छैन। ल आओ हाम्रो हिन्दू धर्म ग्रन्थले के भन्छ। हामी आज मूर्तिहरूमा ईश्वर खोज्छौँ, आज हामी फोटोहरूमा ईश्वर खोज्छौँ, तर यजुर्वेद अध्याय 32 श्लोक नम्बर 3, यजुर्वेद अध्याय 32 श्लोक नम्बर 3 ले भनेको छ नातस्य प्रतिमा अस्ति, नातस्य प्रतिमा अस्ति, सत्य ईश्वरको कसैले मूर्ति बनाउन सक्दैन, सत्य ईश्वरको कसैले फोटो बनाउन सक्दैन, सत्य ईश्वरको कसैले चित्र बनाउन सक्दैन। नातस्य प्रतिमा अस्ति। त्यसको साथसाथै यदि तपाईँ धर्मग्रन्थहरू खोज्नुहुन्छ भने भागवत गीता, मसँग यो भागवत गीता छ नेपाली भाषामा। यो भागवत गीतामा लेखिएको छ मेरो दर्शन पाउन धेरै कठिन छ, मलाई हेर्न, मेरो दर्शन पाउन सत्य ईश्वरले भन्नुहुन्छ धेरै कठिन छ। देवताहरू पनि यो रूप देख्नलाई सर्वदा इच्छा गरिरहन्छन्, कसैले देख्न सक्दैन। भागवत गीता अध्याय 11 श्लोक नम्बर 52 र 53 मा छ। यदि तपाईहरू हेर्न चाहनुहुन्छ भने कार्यक्रम सकिसकेपछि मसँग भागवत गीता छ, हेर्न सक्नुहुन्छ। त्यसको साथसाथै जब हामी हिन्दू धर्म ग्रन्थ पल्टाउँछौँ त्यसमा हामीले पाउँछौँ कि कोनो उपनिषद, हिन्दू धर्म ग्रन्थहरूमध्ये उपनिषद 108 वटा उपनिषद छ, त्यसमा कोनो उपनिषद एउटा छ। यो उपनिषदमा भनिएको छ, यो कोन उपनिषदको संग्रह हो, ईशादी 9 उपनिषद, यसमा 9 वटा उपनिषद छ र यो गोरखपुरबाट प्रिन्ट भएको छ। यसमा भनेको छ जसलाई चक्षु यानी आँखाद्वारा देख्न सकिँदैन, जसलाई आँखाद्वारा देख्न सकिँदैन, यद्यपि आँखा उसको महिमाबाट देख्न सक्छ। यानी हामीले ईश्वरलाई देख्न सक्दैनौँ, तर ईश्वरको शक्तिको कारणले गर्दा हामी
देख्ने बन्छौ त्यसलाई नै तिमी सत्य ईश्वर मान। जानेर हुँदैन, के गर्नुपर्छ? मान्नुपर्छ। हामी त भन्छौँ ईश्वर छ, एउटा ईश्वर हुनुहुन्छ। हामीले जानेर मात्र हुँदैन, हामीले आफ्नो कर्तव्य पालन पनि गर्नुपर्छ। त्यसलाई ईश्वर मान। तर यो लोकमा जसको पूजा भइरहेको छ त्यो सत्य ईश्वर होइन भनेर गण्डकी उपनिषदले भनेको छ। त्यसको साथसाथै यदि तपाईँहरू पढ्नुहुन्छ एउटा किताब छ, यो हिन्दू धर्म के हो, यसलाई लेख्नु भएको छ इडी विश्वनाथमले। नेपालको काठमाडौँमा कुनै पनि स्टेसनरीहरूमा 108 रुपियाँमा तपाईँले यो किताब पाउन सक्नुहुन्छ, हिन्दू धर्म के हो भन्ने। यसमा हिन्दू धर्म के हो पेज नम्बर 10 मा लेखिएको छ, पुरानो धर्म ग्रन्थहरूमा मूर्तिको भगवान जस्तो पूजा गर्ने कुनै पनि स्तुति छैन, कुनै पनि श्लोक छैन मूर्तिको पूजा गर्ने। त्यसको साथसाथै यही पेजमा लेखिएको छ, जर्मनको दार्शनिक म्याक्स मुलरले भनेका छन् कि वेदको धर्म ग्रन्थमा यो स्पष्ट लेखिएको छ कि वेदको धर्म कुनै पनि मूर्तिलाई जान्दैन, कुनै पनि मूर्ति पूजालाई जान्दैन। वास्तवमा सबै धर्म ग्रन्थहरूमा यो स्पष्ट लेखिएको छ कि कुनै पनि मूर्ति भगवानको ईश्वरको स्थान लिन सक्दैन अथवा मूर्ति भगवानको विकल्प होइन। यो नन लिभिङ थिङ्स हो, यसलाई हामीले नै बनायौँ। सत्य ईश्वरले हामीलाई माटोबाट बनाउनु भयो, त्यही भएर हामी सत्य ईश्वर सृष्टिकर्ताको खोजी गर्छौँ। तर हामीले जुन माटोबाट बनायौँ हामी त्यसको मालिक हौँ, हामी त्यसको सृष्टिकर्ता हौँ। तर दुःखको कुरा हामीले त्यसलाई पूजा गरिरहेका छौँ। हामीले यी हातबाट त्यसलाई बनाउँछौँ। यो सोच्नुहोस्, यो होइन कि मैले मेरो धर्म प्रचार प्रसारको लागि तपाईँहरूको आस्थामा तपाईँहरूको विश्वासमा म धप्पा लगाउँदैछु, होइन। एकचोटि सोच्नुहोस्, किनकि इस्लामले भनेको छ यदि कसैले ईश्वरको बारेमा विश्वास गर्छ भने उनीहरूको ईश्वरलाई गाली नदेऊ, भन कि ईश्वर एउटा छ। जुन हामीले आफ्नै हातबाट बनाएका छौँ, नन लिभिङ थिङ्स, जस्तै यो टिभी पनि हामी आफ्नै हातबाट बनाएका हौँ, यसलाई ईश्वर किन मान्दैनौँ? हामीले यो कुर्सीलाई पनि आफ्नो हातबाट बनाएका हौँ, यसलाई ईश्वर किन मान्दैनौँ? जबकि जुन माटोबाट बनेको छ, माटो, त्यसलाई हामी ईश्वर मानिरहेका छौँ। ईश्वर के हामीले त्यहाँ पाउँछौँ? कहाँ हुनुहुन्छ ईश्वर? तपाईँहरू आफ्नै हिन्दू धर्म ग्रन्थभित्र खोज्न सक्नुहुन्छ। कहीँ पनि जानु पर्दैन। र नन लिभिङ थिङ्स अनि लिभिङ थिङ्स, सजीव र निर्जीव वस्तुहरूमा मान्छे मात्र यस्तो एउटा जनावर हो जोसँग धर्म ग्रन्थ छ। जनावरहरूलाई धर्म ग्रन्थ किन दिएन? चराचुरुङ्गीहरूलाई धर्म ग्रन्थ किन दिएन? मान्छेलाई मात्र किन धर्म ग्रन्थ दियो? किनकि मान्छेले कहिलेकाहीँ बाटो बिराउन सक्छ। त्यसै कारणले सिधा बाटो आउनको लागि मान्छेहरूसँग धर्म ग्रन्थ छ। त्यसैले कुरानले भनेको छ, तालो इला कलिमतिन सवाइन बैनना बैनकुम अल्लाह नाबुदा इल्लल्लाह। आऊ हामी त्यो कुरातर्फ जुन तिमीहरू र हामीहरूमा धर्म ग्रन्थहरूमा मिल्दो जुल्दो छ। अल्लाह नाबुदा इल्लल्लाह, पूजा गर्नु छ त सत्य ईश्वर एउटालाई मात्र पूजा गर्नु, जसको नाम हो अल्लाह। अब सोच्नु होला, भाइ मुसलमान भएको 4 वर्ष भयो, अल्लाहको बारेमा भनिरहेको छ। आज हामीले हिन्दू धर्म ग्रन्थ पल्टाउने हो भने हिन्दू धर्म ग्रन्थभित्र स्वयं अल्लाह नाम आएको छ। हिन्दू धर्म ग्रन्थभित्र नै हामीले मुहम्मद नाम पाउँछौँ। हिन्दू धर्म ग्रन्थभित्र हामीले ईसा मसीहको नाम पाउँछौँ। तर आज हामीलाई हाम्रो पण्डित गुरुहरूले यो कुरा बताउनुहुन्न। किन? किनकि सत्य ईश्वरको जुन, जस्तै यो किताब छ हिन्दू धर्म के हो, किताबमा त हाम्रो गुरुहरूले मूर्ति पूजा गर्नुहुन्न भनेर लेख्नुहुन्छ। फैलाइदेऊ त्यो सप्ताहमा, फैलाइदेऊ त्यो भागवत गीताको जुन पाठ हुन्छ त्यो बेलामा मूर्ति पूजा गलत हो, फैलाउँदैन, गलत कुरा छ। यिनीहरूले बताउँदैन। किन? किनकि सत्य कुरा बतायो भने पेट कसरी पाल्दैन। त आओ हिन्दू धर्म ग्रन्थ अल्लो उपनिषद, हिन्दू धर्म ग्रन्थहरूमध्ये एउटा उपनिषद छ अल्लो उपनिषद। यसमा अल्लाहको नाम आएको छ र अल्लाहको बारेमा यसमा बताइएको छ। र यो अल्लो उपनिषद
108 वटा उपनिषदहरूमध्ये एउटा उपनिषद हो। यसमा अल्लाहको नाम मात्र नभई मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको पनि नाम आएको छ। यसमा भनिएको छ अल्लोम ज्येष्ठम श्रेष्ठम परम पूर्ण ब्रह्माण्ड अल्लाह। अल्लोम ज्येष्ठम श्रेष्ठम परम अल्लोम ज्येष्ठम श्रेष्ठम परम पूर्ण ब्रह्माण्ड अल्लाह। अल्लो रसूल मुहम्मद रकबस्य अल्लो अल्लाह। यो अल्लो उपनिषद 2 र 3 मा भनिएको छ। यसमा भनिएको छ अल्लो ज्येष्ठम, अल्लाह सबैभन्दा जेठो हुनुहुन्छ, श्रेष्ठम सर्वश्रेष्ठ हुनुहुन्छ, परमम पूर्ण ब्रह्माण्ड अल्लाह। र पूर्ण ब्रह्माण्डमा त्यो परम ईश्वरको गुन्जनै गर्छ। त्यसको साथसाथै अल्लो रसूल मुहम्मद रकबस्य अल्लो अल्लाह। र यो अल्लाह जुन छ उसको रसूल, अर्थात् संस्कृतिमा भन्नुपर्दा रसूलको माने हुन्छ ऋषि, उसको ऋषिको नाम छ मुहम्मद, हिन्दू धर्म ग्रन्थले भन्छ। यसको साथसाथै यदि तपाईँ पढ्नुहुन्छ हिन्दू धर्म ग्रन्थ संग्राम पुराणलाई गोस्वामी तुलसीदासले लेख्नु भएको छ। गोस्वामी तुलसीदास जसले श्रीलङ्की भाषामा भएको रामायणलाई संस्कृतमा उद्धार गर्नुभएको थियो र संस्कृतमा जब उहाँले रामायणलाई उद्धार गर्नुभयो त्यसपछि उहाँले संग्राम पुराण लेख्नुभयो। यही संग्राम पुराणको स्कन्द 12 काण्ड 6 मा पनि इस्लामको बारेमा भनिएको छ। यसमा देखिएको छ यहाँ न पक्षपात कछु रखूं, वेद पुराण सन्तमत भागूं, संवत विक्रम देव अनंग, महाकोपनस चतुर पतंग, राजनीति भाव प्रीति दिखावे, अपन मत सबको समझावे, सूरन चतु सुंदर सदचारी, तिनका वंश भया अति भारी, तब तक सुंदर मक्षी गोया, बिना मोहम्मद पार न होया, हाँ तब से मानु जंतु भिखारी, समर्थ नामा यही व्रतधारी, हर सुंदर निर्माण न हुई, तुलसी वचन सत्य सच। तुलसीदासले लेख्नुहुन्छ। उहाँ भन्नुहुन्छ यहाँ न पक्षपात कछु रखूं, वेद पुराण सन्तमत भागूं। यहाँ म कुनै पनि पक्षपात राखिरहेको छैन। वेद पुराण र सन्तहरूले भनेको कुराहरू आज म यो संग्राम पुराणमा लेख्दैछु। संवत विक्रम देव अनंग, महाकोपनस चतुर पतंग। संवत विक्रममा एउटा ऋषिले जन्म लिनेछ जसलाई हिन्दू धर्म ग्रन्थले नारायणसस नाम दिएको छ। हिन्दू धर्म ग्रन्थले कल्की अवतार भनेको छ, बौद्धिस्ट धर्म ग्रन्थले मैत्रेय भनेको छ र बाइबलले त्यसलाई पवित्र आत्मा भनेको छ। संवत विक्रम देव अनंग, महाकोपनस चतुर पतंग। सातौंको विक्रम शताब्दीमा एउटा ऋषिले जन्म लिनेछ 4वटा सूर्यहरूको प्रकाशसँगै। राजनीति भाव प्रीति दिखावे, अपन मत सबको समझावे। यो ऋषिले त धर्म प्रचार गर्छ तर राजनीति पनि गर्छ। राजनीति भाव प्रीति दिखावे, जब राजनीति गर्छ माया र प्रेमले आफ्नो कुराहरू भन्छ। अपन मत सबको समझावे, आफू आउनुको कारण सबैलाई भन्छ। सुरम चतु सुन्दर सदाचारी, यसलाई साथ दिने 4वटा साथीहरू हुनेछ। सुरम चतु सुन्दर सदाचारी, तिनका वंश भया अति भारी, यसलाई मान्ने अनुयायीहरू फैलिनेछन्, धेरै हुनेछन्। तब तक सुन्दर मक्षी गोया, जबसम्म यो सुन्दर चीज रहेछ यो संसारमा, तब तक सुन्दर मक्षी गोया, बिना मोहम्मद पार नहोया। जबसम्म यो संसारमा सुन्दर बाढी रहनेछ, बिना मोहम्मद पार नहोया। मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम बाहेक कसैले पार लगाउन सक्दैन। तब से मानव जन्तु भिखारी, मानिसहरू भिखारी सरल रहनेछन्, जन्तु सरल रहनेछन्। समर्थ नाम यही व्रतधारी, र हर संसारमा यो व्रतधारी, अरबीमा भन्दा रोजा बस्ने मान्छे, उर्दूमा भन्दा रोजा बस्ने मान्छे, समर्थ नाम यही व्रतधारी। यो व्रतधारीको नाम फैलिनेछ। हर सुन्दर निर्माण नहोई, कुनै पनि सुन्दर चिजको निर्माण हुँदैन। तुलसी वचन सत्य सच हुई, तुलसीदासले भनेका कुराहरू सत्य हुन्छ। यी थिए गोस्वामी तुलसीदास।
तुलसीदासले भविष्यवाणी गरिसकेका छन्। हिन्दू धर्म ग्रन्थ हो, मान्नु नमान्नु तपाईँको हातमा छ। तपाईँ विश्वास गर्नुहुन्छ आफ्नो धर्म संस्कृतिमा, मान्नुपर्छ। विश्वास गर्नुहुन्न, हाम्रो भन्नु। हामीले तपाईँलाई इस्लामको निमन्त्रणा मात्र दिने हो। आउनुहोस् इस्लाममा त्यो सत्य ईश्वरको पूजा गरौँ। मान्नुहुन्छ ठिकै छ, मान्नुहुन्न हामीले जबरजस्ती गर्नु मिल्दैन, हामीले लोभ लालच देखाउन मिल्दैन। भन्नेले भन्छन् यो राणा मगरको छोरो, यो मान्छे नेपाली हो, पैसामा बिक्यो, यो मान्छे लोभ लालचमा बिक्यो। एकैछिन पछाडि फर्केर हेर्नुहोस्, यहाँ फोटोहरू टाँसिएको छ। यत्रा ठुला ठुला खेलाडीहरूले इस्लाम कबुल गरेका छन्। यिनीहरूलाई के आवश्यकता? माइकल ज्याक्सनले इस्लाम कबुल गरे, आफ्नो नाम मिकाइल ज्याक्सन राखे। माइकल ज्याक्सनलाई के कमी थियो? पैसाको कमी थियो? माइकल ज्याक्सन पैसामा बिके? पूजा लामा हाम्रो देश नेपालको एक नायिका थिइन्, नाच गान गर्थिन्, पैसाको कमी थिएन। तर पनि उसले इस्लाम कबुल गरिसकेपछि नाच गानलाई नै बन्द गरिदिन्। ठिकै छ, साउदी अरबमा हामीले इस्लाम कबुल गऱ्यौँ होला, इस्लाम कबुल गऱ्यौँ र दिए होला रे, मानव एकैछिनको लागि कति दिन सक्छन् साउदी अरबमा? 5,000 10,000 रियाल? तर दिँदैनन्। यो कुरा साँचो छ। कसैले दिँदैनन्। आज धेरै नेपाली मुसलमान दाजुभाइहरू जसले इस्लाम कबुल गरे, आज धेरै नेपाली मुसलमान दिदीबहिनीहरू जसले इस्लाम कबुल गरे, म दुआ गर्छु उनीहरूको लागि। हे अल्लाह, उहाँहरूको विश्वासलाई, उहाँहरूको इमानलाई अल्लाह तालाले सधैँ सर्वदा सधैँ मजबुत राख्नु, बलियो राख्नु। आमीन। कसैले पैसा दिँदैनन् मेरो दाजुभाइ दिदीबहिनीहरू। यदि पैसा नै दिनु थिए त हाम्रो घरमा, मेरो नेपालमा मेरो बुवाको अंश छ, मेरो नेपालमा मेरो आमाको अंश छ, कति लाखको होला। तर हामीले सबै छोडिदिन्छौँ। आज यो 10,000 रियाल ठुलो भयो कि नेपालको सम्पत्ति? विचार गर्नुहोस्। देख्न सक्नुहुन्छ? यदि देख्नु भएको छैन भने तपाईँले चाँडै नै देख्न सक्नुहुन्छ इन्शाअल्लाह, किनकि नेपालमा इस्लाम फैलिँदैछ। अल्हम्दुलिल्लाह। आज नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले इस्लामको बारेमा ज्ञान लिँदैछन्। अल्हम्दुलिल्लाह, फैलिँदैछ नेपाल इस्लाम नेपालमा। त जति पनि आज इस्लाम कबुल गर्छन् उनीहरूलाई कसैले लोभ लालच दिनु मिल्दैन, जबरजस्ती गर्नु मिल्दैन। किनकि मुसलमान बन्नको लागि, मुसलमानको बारेमा हिन्दू धर्म ग्रन्थ भविष्य पुराणले नै भविष्यवाणी गरेको छ। श्री भविष्य महापुराण, यसले भविष्यवाणी गरेको छ। यदि मेरो कुराहरू झुटो लाग्छ भने जानुस् नेपालमा, यो किताब लिएर जानुस् नेपालमा। उनैजा इस्लामिक सेन्टरबाट निकालेको किताब इस्लाम र हिन्दू धर्म ग्रन्थ, मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम हिन्दू धर्म ग्रन्थमा, त्यसको साथसाथै इस्लाम सम्बन्धी भ्रमको निवारण, यो किताबहरू लिएर जानुस् नेपालमा। ठुला ठुला पण्डितहरूलाई सोध्नुहोस् कि यसको अर्थ के हुन्छ, यसकोले भन्न खोजेको के हो, कसैले पनि भन्दैन। त्यसको साथसाथै भविष्य महापुराणमा मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको नाम छ। सोध्नुहोस् किन छ मुहम्मद सल्लल्लाहु अलैहि वसल्लमको नाम? मुसलमानको बारेमा जानकारी दिएको छ। किन छ? सोध्नुहोस् हाम्रो गुरुहरूलाई। ईसा मसीहको बारेमा भविष्यवाणी छ भविष्य पुराणमा। किन छ? सोध्नुहोस् हाम्रो पण्डितहरूलाई। कसैले पनि भन्दैन। किन हामीलाई सत्य कुरा हामीबाट लुकाउन खोजियो? यसको कारण छ। किनकि यो भविष्य पुराण, यसको भविष्य पुराण पर्व 3 खण्ड 3 अध्याय 1 श्लोक नम्बर 25, 26 र 27। 25, 26 र 27 मा भनिएको छ। संस्कृतमा श्लोक छ, लिङ्ग छेदी सिकाइन श्रम सुधारी दूषक उच्च लापी सर्वपक्षी भविष्यति जन्मम बिना गौरव पशु पक्षी भक्षे मतमम मुस्लिम नव संस्कार कुशैरी भविष्यति तस्मा मुसलमानती जातीय धर्म दूषक इति पाश्चात्य धर्मस्य मयकृत। संस्कृतमा श्लोक छ। अल्हम्दुलिल्लाह, हाम्रो लागि हामी जुन इस्लाम धर्म कबुल गरेका छौँ, मुसलमान बनेका छौँ, हाम्रो लागि गर्वको कुरा हो कि मुसलमानको वर्णन हिन्दू धर्म ग्रन्थमा छ। मेरो रसुलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमको वर्णन हिन्दू धर्म ग्रन्थमा छ। हिन्दू धर्म ग्रन्थ भविष्य पुराण पर्व 3 खण्ड 3 अध्याय 1
श्लोक नम्बर 25, 26 र 27 मा भनेको छ लिङ्ग छेदी सिकाइन्। लिङ्ग छेदी सिकाइन्, उनीहरूको लिङ्ग काटिएको हुन्छ, सिकाइन् उनीहरूको टुप्पी हुँदैन। श्रम सुधारी जुन छ उनीहरूले दाढीको धारण गर्नेछन्। उच्च लापी सर्वपक्षी भविष्यन्ती जन्म। भविष्यमा जानिराख एउटा यस्तो कोमको जन्म हुनेछ जसले लिङ्ग काटेको हुनेछ, टुप्पी हुँदैन, दाढी राख्नेछ, उच्च लापी ठुलो स्वरले आवाज दिनेछ, सर्वपक्षी भविष्यन्ती जन्म। बिना कवच पशु पक्षी भक्ष मत, बिना बाहेक कवच पढ्नु मन्त्र, बिना कवच पशु पक्षी भक्ष काट्नु, पशु र पन्छी भक्ष मत। जब पनि उनीहरूले कुनै जनावर काट्नेछन् तर एउटा मन्त्र पढ्नेछन्, मन्त्र नपढेको जनावर उनीहरूले खाँदैनन्। आज कुन चाहिँ धर्ममा मन्त्र पढेर जनावर काट्ने गरिन्छ, कुन चाहिँ धर्ममा खतना गर्ने गरिन्छ, लिङ्ग काट्ने गरिन्छ, टुप्पी राखिँदैन, दाढी राख्ने गरिन्छ र ठुलो आवाजमा बोलाइनेछ। विचार गरौँ, त्यसलाई के भनेको छ? मुस्लिम संस्कार, उनीहरूको संस्कार मुसलमानको संस्कार हुनेछ। पुरै भविष्यन्ती तस्मा, त्यस पश्चात मुसलमान त्यही जातीय धर्म दुस। यस पश्चात उनीहरू मुसलमान नामले, तस्मा मुसलमान त्यही जातीय धर्म दुस। त्यस पश्चात उनीहरू मुसलमान जात भएर जातले परिचित हुनेछन्। त्यसको साथसाथै इति पाश्चात्य धर्मस्य भविष्यन्ती मयाकृत, यस भविष्यवाणीपछि पाश्चात्य धर्म पूर्व कालदेखि चलिआएको धर्मको अन्त्य हुनेछ। कुनै पनि अवतार आउने छैनन् र यो नै अन्तिम धर्म हुनेछ। यस पश्चात संसार ध्वस्त हुनेछ। हेर्न सक्नुहुन्छ धेरै नामहरू मैले यहाँ कोट गरेको छु। त्यसको साथसाथै मोहम्मद इति ख्याति पाश्चात्य कृति, यानि मोहम्मद नाम धेरै प्रख्यात हुनेछ। त्यसपछि मोहम्मद मरुस्थल निवासी पनि भनेको छ। मरुस्थल निवासी अर्थात् जहाँ मरुभूमि देशमा बस्ने व्यक्तिको पनि कुरा गरेको छ। त्यसको साथसाथै गङ्गा जलस्य, उसँग गङ्गा जल पनि हुनेछ। आज जुन हामीलाई भनिन्छ नि गङ्गा जलको बारेमा, वास्तविकतामा हाम्रो धर्म ग्रन्थमा गङ्गा जल अर्कै छ, तर हामी जुन ठाउँको जुन खोलाको नाम रहेको छ त्यसको गङ्गा जल भन्छ त्यसलाई। तर वास्तविकतामा हाम्रो धर्म ग्रन्थ साक्षी छ। र अर्को कुरा के छ भने जुन अघि हाम्रो दाइले भन्नुभयो कि ईश्वर एउटै हुनुहुन्छ र एउटा ईश्वरको नै पूजा गर्नुपर्छ, त्यसको बारेमा पनि हिन्दू धर्म ग्रन्थमा हामीले प्रमाण भेट्छौँ। त्यो हिन्दू धर्म ग्रन्थमा भनेको कुराहरू म तपाईँको अगाडि राख्न गइरहेको छु। हिन्दू धर्म ग्रन्थमा भनेको छ, भागवत गीता अध्याय 7 श्लोक नम्बर 21, 22 र 23, जुन हामी ईश्वरको रूप खोज्दैछौँ। आज हामी जति पनि मूर्तिको पूजा गर्छौँ, फोटोको पूजा गर्छौँ, हामीले त्यसमा ईश्वर खोजेका हौँ। तर ईश्वर वास्तविकतामा त्यहाँ हुनुहुन्न, किनकि भागवत गीता अध्याय 7 श्लोक नम्बर 21, 22 र 23 याद गर्नुहोला। भागवत गीता अध्याय 7 श्लोक नम्बर 21, 22 र 23 मा जसले मूर्ति पूजा गर्छ त्यसलाई अल्प बुद्धि भनेको छ। अल्प बुद्धि इङ्ग्लिसमा हाफ माइन्ड भनेको छ। मलाई तपाईँहरूको आस्था र विश्वासमा कुनै दखल दिनु मेरो होइन, इरादा होइन, मेरो सोच होइन। तर यही भागवत गीता यदि तपाईँहरू हेर्न चाहनुहुन्छ, हेर्न सक्नुहुन्छ, यो भागवत गीता अध्याय 7 श्लोक नम्बर 21, 22 र 23 मा भनिएको छ कि जुन भक्त जुन रूपको अर्थात् मूर्तिको श्रद्धाले उपासना गर्छन्, पूजा गर्न चाहन्छन्, त्यसको त्यही श्रद्धालाई म स्थिर गराइदिन्छु। श्लोक नम्बर 21,
जसले मूर्तिको पूजा गर्छ त्यसको दिमाग स्थिर रहन्छ। 21 मा भनेको छ, 22 मा भनेको छ। अनि त्यही श्रद्धाले युक्त भएर त्यो पुरुष मूर्तिको आराधनामा लाग्छ र त्यसलाई मैले नै कल्पना गरेको, मैले नै सोचेको फल प्राप्त हुन्छ। यो श्लोक नम्बर 22 मा भनेको छ। परन्तु तर यो अल्पबुद्धिहरूले पाइने फल नाश मान्छ। जुन हामी आस्था गर्छौँ, हामी पूजा गर्छौँ, आज त्यो मन्दिरको अगाडि बस्ने बुढी आमालाई 1 पैसा दिने, 1 रुपियाँ दिने हामीसँग पैसा हुँदैन, तर मन्दिरको नाममा हामी हजारौँ हाल्छौँ। त्यो आज मन्दिरको छेउमा बस्ने एउटा बच्चालाई 1 मुठी चामल दिने हामीसँग चामल हुँदैन, तर मूर्तिको नाममा हामी मुठी चामल पठाइदिन्छौँ। आज त्यो मन्दिरको छेउमा बस्ने बुढो मान्छेलाई 1 गिलास दुध दिने हाम्रो मनमा जाप्दैन, तर यस्ता मूर्तिहरूलाई हामीले कति लिटरका लिटर दुधहरू हामीले के गरिरहेका छौँ, चढाइरहेका छौँ। हामीले जुन चढाउँछौँ त्यो कसले लिन्छ? किनकि यो मूर्ति त नन लिभिङ थिङ्स हो। आज जति पनि लिने गर्छन् उनीहरू ठुलो भएका छन्। हामी दिने मान्छेहरू तलको तल, लिने मान्छेहरू माथिको माथि पुगेका छन्। तर यो पूजा गर्ने व्यक्तिहरूलाई अल्प बुद्धि भनेको छ भागवत गीताले। त्यसको साथसाथै छान्दोग्य उपनिषद अध्याय 6 खण्ड 2 श्लोक नम्बर 1 मा भनेको छ एकदम इवदित्यम, सत्य ईश्वर एउटा मात्र हुन्छ, एकदम इवदित्यम, दुईटा बिनाको। त्यसको साथसाथै कण्ठोग्य उपनिषद अध्याय 2 बोली 2 मा भनेको छ एको वशी सर्वभूतान्तरात्मा, एउटा नै सत्य ईश्वर हुनुहुन्छ जसले यो संसारलाई चलाइरहनु भएको छ। त्यसको साथसाथै वेदको मूल मन्त्र वेदम अखिलम धर्ममूलम, वेद धर्मको मूल सार हो। वेदको मूल मन्त्र छ एकदम ब्रह्मादित्य नास्ते नेनास्ते, एकदम ब्रह्मादित्य नास्ते नेनास्ते किन्छन्। सत्य ईश्वर ब्रह्मा जसले यो संसारलाई बनाउनु भयो, सत्य ईश्वर ब्रह्मा जसले यो संसारलाई सृष्टि गर्नुभयो, उहाँ एउटा मात्र हुनुहुन्छ, दुईटा बिनाको। दुईटा छैन, कण बराबरको पनि छैन भनेर हिन्दू धर्म ग्रन्थमा भनेको छ। ऋग्वेद यो मसँग ऋग्वेद छ। ऋग्वेद अध्याय 6 खण्ड 45 श्लोक नम्बर 26 मा छ प्रशंसा गर्नु छ त एउटा ईश्वरको गर। ऋग्वेद अध्याय 8 श्लोक नम्बर 11 मा भनेको छ एउटा ईश्वरको मात्र पूजा गर। मुसलमानहरू जब पनि गर्छन् सूरा फातिहा भन्ने एउटा श्लोक छ, त्यहाँनिर एउटा आयत छ इय्याका नअबुदु व इय्याका नस्ताईन, अर्थात् हे ईश्वर हामी तपाईको नै पूजा गर्छौँ, तपाईसँग नै माग्छौँ। त्यस्तै कुराहरू एउटा ईश्वरसँग नै माग्ने, एउटा ईश्वरको नै पूजा गर्ने हामीले ऋग्वेदमा पनि तपाईहरुलाई भनिसकेका छौँ। त्यसको साथसाथै अथर्ववेदले 33 करोड ईश्वरलाई मनाइ गरेको छ। कुनै पनि प्रमाण वेदहरूमा छैन। अथर्ववेद अध्याय 13 खण्ड 5 श्लोक नम्बर 2, 3, 4 र 5 यसको आयत पढ्ने हो भने भनेको छ श्लोक नम्बर 2 मा त्यसलाई सबै कुराहरू उपलब्ध हुन्छ, त्यसले सबै कुराहरू प्राप्त गर्छ जसले सत्य ईश्वर एक मात्र छ भनेर मानेको छ। जानेर हुँदैन, धर्मग्रन्थले के भन्छ? त्यसलाई सबै कुराहरू प्राप्त हुन्छ जसले सत्य ईश्वर एक मात्र छ भनेर मानेको छ। श्लोक नम्बर 3 मा भनेको छ जसलाई यो सत्य ईश्वरको ज्ञान भएको छ उसले ईश्वर दुईटा, तीनटा, चारवटा मान्दैन, ईश्वर एउटा मान्छ। श्लोक नम्बर 4 मा भनेको छ जसलाई यो ईश्वरको ज्ञान भएको छ उसले 5वटा, 6वटा, 7वटा ईश्वरलाई मान्दैन, उसले एउटा ईश्वरलाई मात्र मान्छ। जसलाई यो ईश्वरको ज्ञान भएको छ उसले 8वटा, 9वटा, 10वटा ईश्वरलाई मान्दैन, उसले एउटा मात्र ईश्वरलाई मान्छ। हिन्दू धर्म ग्रन्थबाट प्रमाण हेर्नुस् कि उसले दुईटा देखिबाट 10वटा ईश्वरलाई पनि नगारेको छ भने आज 33 करोड कहाँबाट आयो? आज 33 करोड कहाँबाट आयो? कुनै प्रमाण नै छैन। आज हामी हरेक चिजमा ईश्वर खोज्छौँ, तर वास्तविकतामा एउटा अनपढ व्यक्तिलाई पनि थाहा हुन्छ कि ईश्वर माथि छ। इस्लामको दावत
इस्लामले यो भन्छ, यदि तपाईहरू मान्नुहुन्छ, यदि तपाईहरू जान्नुहुन्छ कि ईश्वर माथि छ भने हामी तपाईहरू सम्पूर्ण नेपाली दाजुभाइहरूलाई बोलाउने गर्छौँ, आउनुहोस् मिलेर त्यो ईश्वरको पूजा गरौँ। ईश्वरको त्यही ईश्वर सत्य हुनुहुन्छ। आज हिन्दूहरूको केन्द्रबिन्दु ईश्वर त्यो हो जुन आकाशमा हुनुहुन्छ। आज क्रिस्चियनहरूले जुन गडको कुरा गर्छन् एउटा छ जुन माथि हुनुहुन्छ। आज मुसलमानहरूले जुन अल्लाहको कुरा गर्छन् त्यो अल्लाह एउटा हुनुहुन्छ जुन माथि छ। ईश्वरको सब हरेक धर्म मान्ने व्यक्तिहरूको ईश्वर एउटा जुन माथि छ। तर आज हामी संसारमा बस्ने मान्छेहरू ईश्वरको नाममा झगडा गरिरहेका छौँ। हामी आज ईश्वरको नाममा झगडा गरिरहेका छौँ। त जानुभन्दा पहिले तपाईहरू यस्ता कुराहरूलाई सुन्ने गर्नुहोस्, त्यसको साथसाथै विचार गर्नुहोस् सुन्नुभन्दा अगाडि, र इन्शाअल्लाह तपाईहरूले पक्कै पनि सत्य ईश्वरको बारेमा जान्नुहुन्छ। अब 5 मिनटमा अर्को म कुरा राख्न गइरहेको छु जुन हामी रात दिन राम, कृष्ण र गौतम बुद्धको नाम जप्छौँ। उहाँहरूलाई ईश्वरको ठाउँमा राखेका छौँ हामीले, तर हाम्रो धर्म ग्रन्थले उहाँहरूको बारेमा के प्रमाण दिएको छ यसलाई पनि हेरौँ। के उहाँहरू ईश्वर हुनुहुन्छ? ईश्वर एउटा छ, त्यो कुरा मैले तपाईँहरूको अगाडि बताइसकेँ, भनिसकेँ। अब त्यसको साथसाथै श्वेत सर्वत्र उपनिषद अध्याय 6 श्लोक नम्बर 9 मा भनेको छ, लोकमा सत्य ईश्वरको कुनै स्वामी छैन, न कुनै शासक छ। ध्यान दिनु होला, यसमा भनेको छ लोकमा कसैको सत्य ईश्वरको स्वामी छैन, न कुनै उहाँमाथि शासन गर्ने नै छ। त्यसको साथसाथै श्वेत सर्वत्र उपनिषद अध्याय 6 श्लोक नम्बर 9 मा भनेको छ, उहाँ सबको कारण हुनुहुन्छ। यानी उहाँले नै सम्पूर्ण चिजहरूको जन्म गर्नुभयो, उहाँ नै सबको कारण हुनुहुन्छ। उहाँको न कुनै उत्पत्तिकर्ता छ, न त उहाँलाई कसैले जन्म दिएको छ, न त उहाँको कुनै स्वामी नै छ। त्यसको साथसाथै भागवत गीता अध्याय 10 श्लोक नम्बर 3 ले भनेको छ, म पृथ्वी आदि लोकको ठुलो ईश्वर हुँ। भागवत गीता अध्याय 10 श्लोक नम्बर 3 मा भनेको छ, पृथ्वी आदि लोकको ठुलो ईश्वर हुँ अनि मेरो जन्म भएको छैन। सत्य ईश्वरको जन्म नै भएको छैन। भागवत गीताले भन्छ मेरो जन्म भएको छैन र मेरो जन्मदाता पनि कोही पनि छैन। ईश्वरको बारेमा धर्मग्रन्थले भन्छ। त्यसको साथसाथै माण्डुक्य उपनिषद अध्याय 3 श्लोक नम्बर 36, माण्डुक्य उपनिषद अध्याय 4 श्लोक नम्बर 81 मा भनेको छ ईश्वरको बारेमा, ईश्वरको वर्णन गरेको छ अजम निन्द्रम भनेर। अजम निन्द्रमको अर्थ हुन्छ अजम नजन्मिएको, अनिन्द्रम उहाँलाई निन्द्रा नै लाग्दैन। उहाँको न त जन्म भएको छ, न त उहाँलाई निन्द्रा नै लाग्छ। आऊ हामी जुन रामको नाम लिन्छौँ, रामलाई पुकार्ने गर्छौँ, रामलाई गुहार्ने गर्छौँ, रामको बारेमा बायोडाटा ल्याउँ। रामका 2वटा छोरा थिए, एउटाको नाम लव थियो, अर्कोको नाम कुश थियो। उहाँको श्रीमतीको नाम सीता थियो। बाबु दशरथ थिए भने उहाँको 3वटा आमा थिए, कौशल्या, कैकेयी र सुमित्रा। हजुर बुवाको नाम अजा थियो, अजाको बुवाको नाम नाभागा थियो, नाभागाको बुवाको नाम ययाति थियो, ययातिको बाबुको नाम नाहुसा थियो। यो हाम्रो रामको वर्णन, रामको बायोडाटा, फ्यामिली डाटा। त्यसको साथसाथै कृष्णको बारेमा, कृष्णको 1600वटा श्रीमती थिए, गोपिनीहरू थिए। हरेक श्रीमतीबाट 10-10 वटा सन्तान भएका थिए। उहाँको बाबुको नाम वासुदेव थियो भने आमा देवकी थिइन्। हजुर बुवा सुरसेन थिए र सुरसेन मथुरापुरीका प्राचीन युद्धवंशी राजा थिए। त्यसको साथसाथै गौतम बुद्धको बारेमा हामीलाई थाहा होला। गौतम बुद्धको जन्म सिद्धार्थ गौतम थियो। उहाँको छोराको नाम राहुल थियो र श्रीमती यशोधरा थिइन्। बाबुको नाम शुद्धोधन र आमा माया देवी थिइन् र शुद्धोधनको बाबुको नाम जयसिंह थियो। जयसिंहको बाबुको नाम सिंहाहानु थियो र गौतम बुद्धको जन्म 563 ईस्वी पूर्वमा भएको थियो भने मृत्यु 883 ईस्वी पूर्वमा भएको थियो। अब के हाम्रो धर्म ग्रन्थले सत्य ईश्वरको जन्म भएको छैन भनेको छ, सत्य ईश्वरको आमा बुबा छैन भनेको छ। तर आज त हामीसँग बायोडाटा छ,
हो आज इस्लामले भनेको छ जति पनि यी व्यक्तिहरू थिए हुन सक्छ राम्रा व्यक्तिहरू थिए समाज सुधारक राम कृष्ण गौतम बुद्ध जति पनि हुनुहुन्छ हुन सक्छ उहाँहरू समाज सुधारक थिए। आज हामी मुसलमानहरू त्यसमा पनि म यो जति पनि हामी कुरा गर्छौँ राम कृष्ण र गौतम बुद्धको बारेमा म यो मान्छु उहाँहरू समाज सुधारक थिए तर ईश्वर उहाँहरू हुनुहुन्न। त्यसको साथसाथै जब हामी अरू कुराहरू पनि गर्छौँ जस्तै आज हामी ईश्वरको नाममा धेरै मानिसहरूलाई राम्रो काम गरेको छ भने उनीहरूलाई ईश्वरको ठाउँमा पुर्याइदिन्छौँ, गलत छ। किनकि सत्य ईश्वर एउटा हुनुहुन्छ, सत्य ईश्वर एउटालाई नै पूजा गर्नुपर्छ। ईश्वरको स्थान न त कुनै चित्रले लिन्छ, ईश्वरको स्थान न त कुनै मूर्तिले लिन्छ, ईश्वरको स्थान न त कुनै मान्छेले लिन्छ। मान्छेसँग यस्तो शक्ति छैन जसले ईश्वरको स्थान लियोस्। त्यो त सबैभन्दा ठुलो पापी हो जसले म ईश्वर हुँ भन्छ। ईश्वर एउटा हुनुहुन्छ जसले यो हावा पानी यो आकाश यो चन्द्रमा बनाइदिनु भयो। ईश्वर त्यो हो जसले हामी मानिसलाई बनाउनु भयो तर हाम्रो फिङ्गरप्रिन्ट अलग अलग, हाम्रो आँखाको दृष्टिकोण अलग अलग, हामी लाखौँ करोडौँ छौँ तर हाम्रो अनुहार एक आपसमा मिल्दैन। ईश्वर त्यो हो जसले संसारमा भएका जति पनि मानिसहरूको भाषा अलग अलग गरिदिनु भयो तर पनि हामी बुझ्छौँ। हो धर्म ग्रन्थहरूमा ईश्वर नाम भनेको छ, ओम भनेको छ, परमेश्वर भनेको छ, अल्लाह भनेको छ तर वास्तविकतामा सत्य ईश्वर त्यही हो जसले यो संसारको सृष्टि गर्नुभयो। सत्य ईश्वर त्यो हो जसले हामी दुःखको बेलामा पुकार्ने गर्छौँ। सत्य ईश्वर त्यो हो जसले हामी दुःख र पीडामा पुकार्ने गर्छौँ। सुखको बेलामा त हामी थालीमा धेरै चिज लिएर जान्छौँ। दुःखको बेलामा जुन हामी आज भूकम्प पीडित छौँ, आज हामी दुःखको बेलामा ईश्वरलाई पुकारिरहेका छौँ। त्यही ईश्वरको दावत दिन्छु, त्यही ईश्वरको निमन्त्रणा दिन्छु, आउनुहोस् त्यही ईश्वरको पूजा गरौँ जसले यो संसारलाई बिना खम्बा आकाश बनाउनु भएको छ, जसले यो संसारलाई चलाउनु भएको छ, जसले यो संसारमा बस्ने मानिसहरूको मनमा बस्नु भएको छ। आज हिन्दू धर्म ग्रन्थमा हामीले पाउँछौँ हामी मनुका सन्तान हौ। आज हामी बाइबलमा पाउँछौँ हामी आदमका सन्तान हौ। आज हामी कुरानमा पाउँछौँ आज हामी आदमका सन्तान हौ। बाइबलमा भन्छ आदमका सन्तान। यो फरक भाषामा मात्र छ। जस्तै पानीलाई इङ्ग्लिसमा वाटर भनिन्छ, अरबीमा मा भनिन्छ र नेपालीमा पानी भनिन्छ। पानी त्यही हो, त्यसले प्यास मेटाउँछ तर इङ्ग्लिसमा हामी त्यसलाई वाटर भन्छौँ, अरबीमा मा भन्छौँ, मोया भन्छौँ। आज नेपालमा गएर श्रीमतीले भन्नुहोस् माया मोया दिनु, उनीहरू चाहिँ के मोया के भन्छ, उसले बुझ्दैन। किनकि उसलाई यो अरबिक भाषाको ज्ञान छैन, त्यो अलमलमा पर्छ। वाटर भन्नुहोस् त तुरुन्त गएर पानी पिउँछ। आज बुढाले इङ्ग्लिसमा कुरा गर्यो, वाटर माग्यो। किनकि उसलाई ज्ञान छ। आज मनुको सन्तान हामी भन्छौँ तर मुसलमानमा चाहिँदैन आदमको सन्तान। हेर्नुहोस् वास्तविकता के छ भने हिन्दू धर्म ग्रन्थ संस्कृतमा छ। संस्कृतमा जुन हाम्रो पहिलो मानव थिए त्यसलाई मनु भनिन्छ। मनुको जति पनि छोराछोरी थिए उसलाई मनुष्य भनियो। मनुको शिष्य मनुष्यको अर्थ हुन्छ मानिस, मान्छे। मनुका सन्तानलाई के नाम राखिदियो? मनुष्य संस्कृतमा। त्यसको अर्थ के हुन्छ? मान्छे। अब अरबिकतिर आदम, अचम्म छ। अब आदम भनेको छ, आदमको अर्थ पनि मान्छे हुन्छ। त्यसैले उर्दू भाषामा आदमका सन्तानहरूलाई के भन्छ? आदमी भन्छ। यानी मान्छे हामी जति पनि छौँ, चाहे त्यो अफ्रिकाको होस्, चाहे अमेरिकाको होस्, चाहे नेपाली, चाहे बङ्गाली, चाहे हिन्दी या साउदी, हामी सबै एउटा बुवाको सन्तान हौ। हामी एक आपसमा दाजुभाइ हौ। हाम्रो बुवाको ईश्वर पनि एउटै थियो जुन उहाँले पुकार्नुहुन्थ्यो, जुन माथि ईश्वर जुन आकाशमा हुनुहुन्छ। म जाँदै सम्पूर्ण नेपाली दाजुभाइहरूलाई इस्लामको दावत दिन्छु। त्यो एउटा ईश्वरको बारेमा
दावत दिन्छु, निमन्त्रणा दिन्छु, तर ला इक्राह फिद्दीन, हामीले कसैलाई धर्मको जबरजस्ती गर्नु हुँदैन, कसैलाई लोभ लालच देखाउनु हुँदैन। यदि तपाईँहरूको प्रश्न छ भने गर्न सक्नुहुन्छ। र जाँदा जाँदै यो पनि भन्न चाहन्छु, आज यो ठाउँमा कसैले इस्लाम लिन, इस्लाम धर्म अपनाउन चाहनुहुन्छ, आफू मुसलमान बन्न हात उठाउनुहोस्, तर ला इक्राह फिद्दीन, धर्ममा जबरजस्ती छैन। हामीले भन्ने कुराहरू तपाईँको सामु राखिसकेका छौँ। धर्म ग्रन्थहरूबाट सुत्नुभन्दा पहिले तपाईँहरू विचार गर्नु होला र मलाई पूर्ण विश्वास छ तपाईँले विचार गर्नुहुन्छ। र यसको साथसाथै म तपाईँहरूलाई यो पनि भन्ने गर्छु, इस्लामिक सेन्टर उनैजाले नेपाली भाषामा धेरै किताब निकालेको छ। त्यसमध्ये सबभन्दा राम्रो किताब इस्लाम सम्बन्धी भ्रमको निवारण, मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम हिन्दू धर्म ग्रन्थभित्र र इस्लाम र हिन्दू धर्म ग्रन्थ, यी किताबहरू अवश्य पनि पढ्नु होला। पढ्दाखेरि ज्ञान बढ्छ, र तपाईँहरूसँग भन्ने कुरा धेरै थियो, तर समयको अभावले गर्दा भन्न सकिनँ। र तपाईँले यो किताब पढ्नुभयो भने सम्पूर्ण कुराहरू तपाईँले त्यसमा डिटेलमा पाउनुहुन्छ। व आखिर दावाना अल्हम्दुलिल्लाहि रब्बिल आलमीन, वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू। माशाअल्लाह, ताली, जजाकुमुल्लाह खैर। अल्हम्दुलिल्लाह, धेरै धेरै धन्यवाद हाम्रो आदरणीय दाजु इस्माइलज्यूलाई। उहाँले यति राम्रो कुरा वचन दिनुभयो। यत्रो ठुलो ठुलो कुरा जुन हामीलाई ज्ञान थिएन, हिन्दू धर्म ग्रन्थबाट उहाँले स्पष्ट गर्नुभएको छ। माशाअल्लाह। अब टाइम धेरै कम छ, मलाई थाहा छ तपाईँहरूलाई हतार होला। जुन साथीहरूले सिनैयाबाट आउनु भएको छ नजरुल दाईहरूसँग, त्यो उहाँलाई